आज चाहिँ म नेपाल छोडेर टाढै जान लागेँ गाइज। कहाँ जान लाग्यो मलाई कमेन्ट गर्नु पर्यो गाइज। के छ गाइज, मेरो चाहिँ एकदम ठिकठाक छ। हजुर ठिकठाक होला। सो मेरो साथीको हर्कत देख्नु भयो होइन, कस्तो हाँसो लगाउँछ कि। अहिले चाहिँ हामी सिमलुत पुगिसक्यौँ होइन। अब कहाँ जाने त्यो मलाई थाहा छैन। कति राम्री केटीहरू हुन्, लभ पार्ने भनेको त हेर्दै हेर्दैन नि त मलाई गाइज। अच्छा हामी जस्तोलाई केटीले कहाँ हेर्छन् त गाइज। अलि ह्यान्सीलाई हेर्नु पर्यो त। हामी त ह्यान्सी नभएको हेर्दैनन् गाइज। यो कुरालाई यता भाइ छोरा अहिले चाहिँ हामी गाडीमा बसेर कहाँ पुग्यो गाइज भर्नु। यता जोत्दै हुनुहुन्छ होइन। यो जोत्दाखेरि त मेरो याद आएको कस्तो हालत हुन्छ भन्ने, कति गाह्रो हुन्छ काम गर्ने, त्यो मलाई मात्रै थाहा छ। अहिले चाहिँ म पसलमा गएर उता हिँड्दाले भोक लागिसक्यो गाइज। त्यही पसलदेखि हल्का हल्का कुरकुरेहरू फ्रुटीहरू लगेर एक ठाउँमा बसेर साथीहरू बसेर कुरा गर्दै खाँदै यस्तो रमाइलो छ नि। योमा झन् केटीहरू भए त यस्तो रमाइलो हुन्थ्यो नि। सो यो कुरालाई चाहिँ यतै राख्यो होइन। अब चाहिँ हामी साथीहरू गाडीमा बसेर कुरा गर्दै गर्दै गयौँ। कहाँ जाने भन्ने त्यति थाहा छैन। हो कि पारा कोही केटीले हेर्दैन त गाइज, बर्तन मोबाइल हेर्छन् त गाइज। के हो कस्तो टेन्सन आजको भल के तिन हुन्छ र थ्याङ्क फर वाचिङ। सी यु इन द नेक्स्ट भिडियो। बाइ बाइ।